साथीहरू नमस्कार। एकचोटि थोरै समय निकालेर यो भनाइ सुनौ। एउटा 50-60 हजार 1 लाख मानिस जम्मा भएर बस्ने एउटा पनि मञ्च चौर हामी कहाँ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ। म नेपाल सरकारलाई र अहिले महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधिहरूलाई पनि यो स्थितिको अन्त्य गर्नको लागि यो मञ्चबाट सबभन्दा पहिला जोरदार आग्रह गर्न चाहन्छु। सुन्नुभयो नि, आफू 35-30 वर्षदेखि सत्तामा बस्दाखेरि केही पनि देखिन, केही पनि कुराको वास्तै भएन। सिर्फ कुर्सी, भ्रष्टाचार कसरी गर्ने, भ्रष्टाचार कसरी कार्यकर्ता पाल्ने, कार्यकर्तालाई पालन पोषण गर्नेतिर मात्रै ध्यान गयो। देशमा रोजगार दिने भन्ने कुरातिर केही पनि ध्यानै गएन। यद्यपि आफू आफ्नो कार्यक्रम स्थल कसरी बनाउने कता भन्ने कुरामा पटक्कै ध्यान गएन। जब कुर्सी छुट्यो, पद छुट्यो, कुर्सी छुटेको कति 3 महिना हुन लाग्यो होला, प्रचण्ड दाइको, प्रचण्ड काकाको सबै ध्यान अहिले देश केन्द्रित, देश बनाउँछु म, काया पलट गर्छु भन्नेतिर गएका छन्। के भएको यो? के भएको? छेपाएर पनि कति बन्न सकेको? 30 वर्ष 35 वर्षदेखि त सरकारमा तिमी नै छौ त, किन गर्न नसकेको? त्यो एउटा 45-50-60 हजार बस्ने मान्छेको एउटा स्टेज, त्यो खुल्ला मञ्च तिमी सरकारमा हुँदा चाहिँ सोच्नु पर्दैन थियो, देख्नु पर्दैन थियो, हेर्नु पर्दैन थियो? त्यो विषयमा आफ्नो चाहिँ ध्यान जानु पर्दैन थियो? आफू डम्म बाक्लो कुर्सीमा बस्न पाएपछि सक्यो, अरूले जेसुकै गरोस्, होइन?